अहिले हरेक बिहानी, हरेक दिनको बिहानी 4:45 देखि 5 सम्मको एचबीसी को कार्यक्रममा 84 सिद्धका जीवनी अगाडि सारिरहेका छौं र उनीहरूसँग जोडिएर मनोक्रान्ति दर्शनलाई प्रस्तुत गरिरहेका छौं र त्यही सिलसिलामा केही दिन अगाडि हामीले विरूपाको जीवनी सुनिरहेका छौं केही दिनदेखि र त्यो विरूपाको जीवनी यति मार्ग निर्देशनको रूपमा हामी जम्मैलाई काम लाग्न सक्छ कि जीवनका कतिपय रहस्यलाई त्यसले उद्घाटन गरिदिन्छ। त्यसकारण म यहाँहरू समक्ष अझ विस्तृत रूपमा विरूपाको जीवनीलाई र उनले देखाएको बाटोलाई र हामीले त्यसको सदुपयोग कसरी गर्न सक्छ भन्ने सन्दर्भलाई जोड्न गइरहेछु। 84 सिद्ध या महासिद्ध मध्ये एकजनाका विरूपा, पूर्वी भारत त्रिपुराका विरूपा, दक्षिण भारतको एउटा बौद्ध बिहारमा जसको नाम हो सोमपुरी एउटा साधकको रूपमा उपस्थित हुन्छन् र साधकको कर्तव्य हुन्छ विकल्प छोडेर, सारा विकल्प त्यागेर संकल्प सहित साधनामा डुब्नु। विरूपाले वज्र बाराहीको साधना गर्दै रहे, जप गर्दै रहे। 12 वर्षसम्म उनले साधना गर्दा पनि एउटा राम्रो सपना पनि देखेनन्। त्यसपछि विरूपालाई झोक चल्छ र आफ्नो जपमाला जसलाई जप्दै रहे शौचालयमा फाल्दिन्छ। अब केही हुँदैन यसबाट, किन भन्नाले जीवन बदल्नु त कुरै छोडौं, एउटा सुन्दर सपना पनि देखिरहेको छैन मैले। त्यसपछि विरूपा सुत्न जान्छन् तर त्यही रात उनले सपना देख्छ। सपनामा साक्षात वज्रबाराही नै देख्छ र वज्रबाराहीले उनलाई सपनामा एउटा संकेत दिन्छ, सुझाव दिन्छ कि बालक, तिमीले साधना त गर्यौ तर संकल्प नलिकन, विकल्प नछोडिकन साधना गर्यौ। त्यसकारण विकल्पलाई छोडेर साधना गर्नु यही हो मुक्तिको मार्ग। त्यसपछि उनले विकल्प छोडेर साधना गरे, नभन्दै त्यही साधनाबाट उनी सिद्ध पुरुष भयो। एउटा च्याप्टर समाप्त भयो। त्यसपछि अर्को च्याप्टर सुरु हुन्छ। अब ऊ सिद्ध पुरुष भयो र उनलाई बिहारमा बसेर मासु खाइरहेको देखि, रक्सी पनि घोकेको देखे, ढोकेको देखे। क्या हो यस्तो? एउटा सन्त रक्सी ढोक्छन्, मासु खान्छन्, त्यो पनि कहाँ बसेर त भन्नाले बिहारमा, बौद्ध बिहारमा बसेर। र उनलाई कसैले पनि त्यहाँबाट हटाउने साहस त गर्न सकेन, अरू भिक्षुहरूले पनि, किन भन्नाले उनी धेरै माथि पुगिसकेका, धेरै सिद्धि प्राप्त भइसकेका। त्यसकारण उनीहरूले डाकिनी या डङ्किनीलाई लगाए। त्यो डङ्किनीहरूले विरूपामाथि हमला गर्न खोजे तर विरूपामा यति शक्ति आइसकेको थियो र उनले 12 महाक्रोध, परिहास
एकचोटि प्रयोग गर्न साथ सारा डङ्किनीहरू बेहोस भए। डङ्किनीहरू बेहोस भइसकेपछि उनीहरूलाई होसमा ल्याएर फेरि उनीहरूलाई उपदेश दिन्छन्, तिमीहरूले दुःख दिन त पाइन्छ, कसलाई दुःख दिन पाइन्छ त भन्नाले जसले त्रिरत्नको शरणमा जाँदैन उनीहरूलाई मात्रै। त्रिरत्न भनेको बुद्ध रत्न, धर्म रत्न र संघ रत्न। यो त्रिरत्न भनेको आध्यात्मिक यात्राको एउटा पहिचान। जसले आध्यात्मिक यात्रा गरिरहेको हुँदैन उनीहरूलाई मात्रै दुःख दिने अधिकार हुन्छ। यहाँ प्रयोग भएको शब्द उनीहरूको मात्रै रगत चुस्न पाइन्छ, किनभने डङ्किनीहरूले रगत चुस्छन् भन्ने अवधारणा अहिले पनि छ। अनि जसले आफूले एउटा कुरा भन्ने अनि काम अर्कै गर्ने, आफ्नो वचनलाई पालना नगर्ने, उनीहरूलाई त सिद्ध्याउनु पनि पाइन्छ। बी केयरफुल। यो विरूपा, महासिद्ध विरूपाले डङ्किनीहरूलाई दिएको उपदेशको सार हो। जसले आफ्नो वचनलाई पालना गर्दैन उनीहरूको रगत चुस्ने मात्र होइन, सिद्ध्याउन पनि पाइन्छ। बस विरूपाको कहानी यहाँबाट टुङ्गिन्छ। अब यस पौराणिक आख्यानलाई, आह्वानलाई, लिजेन्डलाई, यो लिजेन्ड भनेको हाफ ट्रुथ हाफ फल्स भनिन्छ। 84 सिद्धको कहानी यस्तै छ। त्यसको ऐतिहासिक आधार केही भेटिएको पनि छ। ऐतिहासिक पुरुष नै हुनु उनीहरू, तपाईँ हामी जस्तै, तर उनीहरूसँग जोडिएका कथा आह्वानको रूपमा, उनीहरूसँग जोडिएका कथा अद्भुत जुन हामीले दन्त्य कथामा सुन्छौं त्यस्तै रूपमा आउँछ। अनि यो पनि याद राख्नुहोस्, जो कोही महान सन्तहरू, महापुरुषहरू, ज्ञानी पुरुषहरू हुन्छन् उनीहरूको बारेमा जहिले पनि आह्वान जोडिएकै हुन्छ, कथा जोडिएकै हुन्छ। उनीहरूको वास्तविक जीवनी एउटा हुन्छ र उनीहरूमाथि थोपरिएका कथाहरू अनेक किंवदन्ती प्रचलित हुन्छन्। जस्तै राजा पृथ्वी नारायण शाहकै कुरा गर्दा उनलाई सानै उमेरमा गोरखनाथले दर्शन दिएका थिए र गोरखनाथले उनको हातमा दही चिउरा राखिदिएका थिए अरे। उनले नखाइकन फाले अरे, फाल्दाखेरि छिटा खुट्टामा लागे अरे। त्यसपछि गोरखनाथले भने अरे, यदि तिमीले मैले दिएको खाएको भए जे बोल्थ्यो त्यही सिद्ध हुन्थ्यो, वाणी सिद्ध हुन्थ्यो, तर तिमीले फाल्यौ, त्यसकारण तिम्रो खुट्टामा परेको कारणले गर्दा तिमी जहाँ टेक्छौ त्यहाँ विजय हुन्छ तिम्रो। अब गुरु गोरखनाथ 1500 वर्ष लगभग पुरानो मान्छे, पृथ्वी नारायण शाह 235-36 वर्ष लगभगको कुरै मिल्दैन। कहाँ 1500 वर्ष अगाडिको मान्छे आएर 235 वर्ष अगाडिको मान्छेलाई त्यो पनि दही चिउरै दिएको अरे। त्यो दही चिउरा पनि अब 1500 वर्ष पुरानो अथवा 1300 वर्ष पुरानो पर्यो भने त गनाइहाल्छ, कुरै नमिल्ने कि। यो आह्वान, यो सत्य हुनु पनि सक्छ, नहुनु पनि सक्छ। हुनुभन्दा नहुनु बढी सम्भावना छ। किन भन्नाले जब मान्छेले विराट कुरा बोल्न थाल्छ, जब मान्छेले ठूला ठूला कुरा भन्न थाल्छ, त्यो बेला उसँग शब्द हुँदैन। अनि शब्द नभएपछि उनले सिम्बल, कथा, प्रतीक रच्छन्। साना नानीलाई सोध्नुहोस् त, छोरा कति माया गर्छौ पापालाई, बाबालाई भनेपछि यति भन्छ। माया त यति हुँदैन। अब उनले यति माया गरेको देखाउँछ। यो किन यसरी हात गरेको त भन्नाले उनलाई थाहा छैन। उनले
उनले धेरै माया गर्छु भन्ने शब्दै छैन। मायालाई कसरी शब्दमा व्यक्त गर्ने? मायालाई नाप्न पनि सक्दैन, तर उनले भन्न सक्ने कि त यति माया गर्छु भन्छ। यति भनेको म्याक्सिमम, अब यहाँभन्दा हातै जाँदैन पछाडि। अतः यसरी जब साह्रै विराट कुराहरू, साह्रै महान कुराहरू, अद्भुत कुराहरू, अव्यावहारिक कुराहरू जीवनमा घट्छन्, तब व्यावहारिक शब्दले त्यसलाई चाहिँ व्याख्या गर्न सक्दैन। व्यावहारिक भाषामा त्यसलाई कैद गर्नै सक्दैन। त्यसकारण त्यहाँ अव्यावहारिक प्रतीकहरू, अव्यावहारिक सिम्बलहरू, अव्यावहारिक जेस्चरहरू, संकेतहरू प्रयोग गर्नै पर्ने हुन्छ। यसरी आह्वानहरू थपिन्छन् महापुरुषको जीवनको पछाडि। विरूपाको सन्दर्भ पनि त्यही थियो। विरूपाको कहानीमा थोर बहुत मैले व्याख्या गरिसकेको छु रेडियोमा। अब यहाँ मलाई साह्रै आकर्षित गरेको विरूपाको कहानीको सार के हो भने, उनले डङ्किनीहरूलाई धराशायी गरेका थिए, अर्थात् बोक्सा बोक्सीहरूलाई धराशायी गरेका थिए। त्यो धराशायी गर्दाखेरि उनले युज गरेको तान्त्रिक पद्धति के थियो त भन्नाले 12 महाक्रोध परिहास। 12 भनेको 12 किसिमको हास्य, जसले बोक्सो बोक्सीहरूलाई धराशायी गर्ने। अब यो 12 किसिमको के होला त? एक किसिम भयो, 2 किसिम भयो, 3 किसिम भयो, 4 किसिम भयो, 5, 6, 7, 8, हम 9, 10। अब 2वटा हामीले के छोड्छौं भन्नाले हा हि हि हु हु रि रि भन्ने हुन्छ। रि रि जसरी कका किकी कुकु क्रि क्रि, अहिले त छोड्यौं। तर देवनागरीको वर्णमालामा रिकार पनि त छ, क्रि क्रि। अहिले आउँदैन त्यो, लल्लरी भनेर पढेका थियौं हामीहरू, अहिले आउँदैन त्यो, किनभने अहिले प्रचलनमा छैन, तर त्यहाँ छ। त्यसकारण 12 भनेको 12, ठ्याक्कै 12वटा। तर त्यो महाक्रोध पनि हास्यको रूपमा यति भन्दा साथ सबै बोक्सीहरू पराजित भए। अब यहाँनिर हास्यको महिमा बुझ्नुपर्छ हामीले। यो चक्र सम्वर तन्त्रमा यो साधनाको विधि विधान छ। यहाँ सामान्य हँसाइ होइन, यो हामीले हा भन्ने जस्तो होइन। त्यो भित्रबाट सबकन्सियस माइन्डबाट उठेका ज्वारहरू। त्यो ज्वारलाई यदि हामीले उठाउन सक्यौं भने दुनियाँको कुनै पनि ताकतले हामीलाई ढाल्न सक्दैन भन्ने त्यसको एउटा सूचना। यसलाई अझ वैज्ञानिक भाषामा व्याख्या गर्ने हो भने हास्य चिकित्साको अवधारणा हामीले बुझ्नुपर्छ। किनभने जुन रोग विज्ञानका औषधिहरूले निको पार्न सकिरहेको हुँदैन, त्यसलाई हास्य दिनका दिन कार्टुन चित्र देखाएर होस् या चाहिँ कमिक देखाएर होस् या त्यत्तिकै जोक भनेर होस्, हँसाइ मात्रै रोग निको पार्ने विधि अहिले संसारभरमा मान्यता प्राप्त गर्दैछ, जसलाई लाफ्टर थेरापी भनिन्छ। यो लाफ्टर थेरापी, यसलाई बुझ्नुस्, लाफ्टर थेरापीबाट त्यस्ता रोग निको भइरहेको छ जुन रोग अस्पतालबाट निको भइरहेको हुँदैन। अनि अर्को सच्चाइ पनि बुझ्नुस्, जो मान्छे सबभन्दा कम हाँस्छ त्यसलाई सबभन्दा बेसी रोग लाग्छ। अब यो कुरा तपाईले डङ्किनीसँग जोड्नुस् नजोड्नुस्, मिल्छ कुरा। हाँस्नेहरूको रोग डङ्किनी बेहोस भए जस्तो रोग बेहोस हुन्छ, हाँस्नेहरूको रोग
डन्किनी जस्तै बेहोस हुन्छ। नहाँस्नेहरूको रोग डन्किनीले एट्याक गरे जस्तै एट्याक गर्छ। अतः सबभन्दा छिटो बिरामी को पर्छन् भन्नाले जो सबभन्दा कम हाँस्छन्। अरे यार हाँस्नु पर्छ, हाँस हाँस भन्यो भने आधा मुख मात्रै हाँस्ने मान्छे पनि भेटाए। हाँस्नु पर्छ भन्दा यो मुख चाहिँ आधा मात्रै खोल्यो, आधा हाँसेको थियो। अरे हाँस्नु यार हाँस। अस्ति पूर्वाञ्चलको भ्रमणमा एकजना साह्रै पीडित मान्छे साधनामा आएका थिए। उनलाई चाहिँ हाँस्नु पर्छ, हाँस्नु चिकित्सा पद्धति हो, हाँस्नु भन्दाखेरि हाँस्नै आइरहेको छैन, ऊ म्युजिक बजाउँदैछ भित्रबाट। दिलबाट त हाँस्नै आउँदा हाँस्नु पर्छ अनि हेर्छ यताउता गर्छ। जो हाँस्न जान्दैन त्यो बाँच्न जान्दैनन्। नारा त यही हो। पहिला पहिला भनिन्थ्यो हाँस्यो कि नास्यो, मिल्छ कुरा। हाँस्यो कि रोग नास्यो, रोग एउटा छुट्यो। धेरै पुरानो कुरा बिचमा छुट्छ क्या, मोकिएर भयो। हाँस्यो कि रोग नास्यो। खानेको आधा करो, पानीको दुगुना। खानालाई बरु आधा गर स्वस्थ रहनु छ भने, पानीलाई डबल होइन ट्रिपल। दिनको 2 लिटर भन्दा कम पानीले मान्छेलाई स्वस्थ राख्नै सक्दैन। खानेको आधा करो, पानीको दुगुना, कसरतको चिगुना करो और हंसनेको 100 गुना। अतः हाँस्नु सम्पूर्ण रोगसँग लड्ने सबभन्दा ठूलो हतियार मध्ये एउटा हतियार। त्यसकारण हाँस्यो कि रोग नास्यो। जो हाँस्न जान्दैनन् उनीहरू बाँच्न जान्दैनन्। यो कुरा 12 महाक्रोध परिहासबाट प्रमाणित हुन आउँछ। उनले साधनाको रूपमा, तान्त्रिक साधनाको रूपमा प्रयोग गरेका थिए। तर अहिले डाक्टरहरूले, अहिलेका मनोविज्ञताहरूले यसलाई चिकित्सा पद्धतिको रूपमा, रोगलाई निको पार्ने एउटा माध्यमको रूपमा लिएका छन्। त्यसकारण दिनको एउटा जोक भन्ने, दिनको एउटा जोक सुन्ने मान्छेलाई सितिमिति रोग लाग्दैन। त्यसैले हामीले च्याख्ने यार भने जस्तै जोक सुन्ने यार कल्चर त्यस्तो डेभलप गर्नुपर्छ। पाहुना आयो कि ल भन्नुहोस् कुन जोक बनाऊ। पाहुना घरमा आउन साथ जसरी चिया पिउनुहुन्छ कि कफी पिउनुहुन्छ, कोक मगाऊ कि फ्यान्टा मगाऊ भन्छ नि, यो बर्बाद हुने तरिका भयो। अब हाम्रो मेन्यु के हुनु पर्यो भने घरमा आउन साथ जोक सुन्ने। कुन जोक सुन्ने? भेजिटेरियन कि नन भेजिटेरियन? किनभने खाना भेजिटेरियन राम्रो, जोक नन भेजिटेरियन राम्रो। यार अब जोक शाकाहारी पर्यो भने मसलाई नपुगे जस्तो हाँस्दै अतः मान्छे हेरी हेरी फेरि सबैलाई नन भेजिटेरियन त मन पर्दैन, सबैलाई भेजिटेरियनले मात्रै पुग्दैन रोजी। अतः यो जोकको कल्चर सुत्न अगाडि जयपुरमा एउटा कल्चर हुनुपर्छ। अब आलो पालो एक एकवटा जोक नबनिकन सुत्न नपाइने। अनि उठ्ना साथ कोही कसले जोक हान्ने।
यसरी जोकलाई एउटा कल्चरको रूपमा प्रयोग गर्ने हो, हाम्रो रोग आउँदैन हामीलाई। यो अस्पताल, यो डाक्टर, यो औषधिको पछि पछि गुलाम जस्तो लाग्नै पर्दैन। याद राख्नुहोस् यो कुरा। तर दुर्भाग्य हाम्रो कल्चरमा यस्तो कुरा अहिलेसम्म आएको छैन, आउनुपर्छ। अब प्रसङ्गवश एउटा बोनस जोक सुनिहाल्नुहोस्। अन्तरिक्षको यात्रा हुँदै थियो, त्यतिकैमा अन्तरिक्ष यात्रामा जाने मान्छेहरूलाई इन्टरभ्यू लिँदै थियो। इन्टरभ्यूमा के सोधिँदै थियो भने तपाईलाई अन्तरिक्ष जानको लागि पैसा कति खोज्नुहुन्छ, तपाईँ कति चाहिने तपाईँलाई? पहिलो वैज्ञानिकले आएर भने मलाई धेरै चाहिँदैन, मलाई 2 लाख रुपियाँ चाहिन्छ। अनि के गर्नुहुन्छ त? 2 लाख के गर्ने? 1 लाख घरका मान्छेलाई दिने, 1 लाख मलाई खर्च चाहिन्छ भन्छ। अनि दोस्रो मान्छे आउँछ, कति चाहिन्छ तपाईँलाई? अब सबभन्दा कम माग्नेलाई त दिने हो सामान्यतया। कति चाहिन्छ तपाईँलाई भन्नाले मलाई 2,50,000 चाहिन्छ, किन भन्नाले 2 लाख चाहिँ घरलाई दिनु पर्यो, 50,000 मेरो गोजीमा पकेट खर्च राख्नु पर्यो भन्छन्। अब तेस्रो वैज्ञानिक आउँछ, कति चाहिन्छ तपाईँलाई भन्नाले मलाई पुरापुर 10 लाख चाहिन्छ भन्छ। बा 10 लाख चाहिने, अब 2 लाखलाई त नदिने मान्छेले 10 लाखलाई त दिने भएन। 10 लाख चाहिन्छ रे अन्तरिक्षमा जानको लागि। 2 लाखमा एकजना राजी भइसक्यो त्यहाँ वैज्ञानिक। अब 10 लाख वालाले त पाउँदैन। 10 लाख के गर्ने तपाईँ? 10 लाख भन्छन्। के गर्ने रे? 5 लाख म घर परिवारलाई दिन्छु, 5 लाख, 1 लाख मलाई भात पुग्छ गोजीमा हाल्छु, अनि 4 लाख के गर्नुहुन्छ? 4 लाख तपाईँलाई दिने भनेछ। तुरन्तै पास अन्तर्वार्ता। त्यसकारण जिन्दगीसँग जति मागे पनि हुन्छ, तर माग्ने तरिका आउनुपर्छ। यो अन्तर्वार्ता लिने मान्छे जिन्दगी हो। अन्तर्वार्ता तपाईसँग लिइरहेको छ, हामीसँग जिन्दगीसँग अन्तर्वार्ता, हामीसँग जिन्दगीले अन्तर्वार्ता लिइरहेको छ। अन्तर्वार्तामा हामी सकभर कम आँच्छौँ। के गर्ने त जिन्दगीमा भन्नाले एउटा चाहिँ शान्ति र जागिर खाने। अनि के गर्ने त जिन्दगीमा? 2-4 हजार कमाउने महिनाको, एउटा सानो काठमाडौँमा घर एउटा सानो बनाउने। के गर्ने त भन्नाले एउटा पुतली जस्तो च्याकसँग बिहे गर्ने। यो मूर्खलाई थाहा छैन पुतलीसँग बिहे गरेर आफ्नो पुतली हुन्छ। किन भन्नाले पुतलीको जोडा त पुतलीसँग मात्र मिल्छ। एउटा मानसिक पुतली, अर्को भौतिक रूपमा पुतली होला, फरक त्यति मात्रै। अतः यो मान्छेले जिन्दगीसँग धेरै थोरै थोरै माग्छन्। थोरै मागेर पाउने होइन। फेरि प्रमाण के त भन्नाले बेरोजगार। नेपालमा कम बेरोजगार छन्, किन भन्नाले थोरै मागेकोले बेरोजगार भयो। यो कुरा पक्का कि शिक्षितहरू किन बेरोजगार हुन्छन् त भन्नाले उनीहरू कम माग्छन् र त बेरोजगार हुन्छ। कम मागेर पाउँछ भन्ने यो खोपडीमा हाम्रो जुन मनोभावना छ, यो मानसिक दरिद्रता हो। कम मागेर पाउने होइन, किन भन्नाले जिन्दगी कमको लागि जन्मेकै होइन। पहिलो कुरा, कमको लागि जन्मेको भए त कुकुर गधा बिरालो हुन्थ्यो नि। उनीहरू कममा चित्त बुझाउँछन्। कम एकचोटि चाहिँ बाघले शिकार गरे भने टन्न खायो, डाङराङ्ग लडे, सुत्यो। कममा चित्त बुझाउने कि मिनिमलिजममा। तर मान्छे कममा चित्त बुझाउँदैन। त्यसकारण मान्छेले त कम माग्नै होइन जिन्दगीसँग, जिन्दगीसँग त विराट कुरै माग्ने। अब तपाईँहरू मध्ये कति होला त्यो विराट मागेर त मेरो हालत यस्तो भयो, मागेको त ठुलै नपाएपछि के गर्नु यार? मागे मात्रै त पुग्दैन नि। मागेर कहाँ पुग्छ? सुन पसलमा चुरोट मागेर हुन्छ? रक्सी पसलमा दुध मागेर हुन्छ? कुरो अलि गहिरोसँग बुझ्नुपर्छ। हामी कुरो सतहमा बुझिदिन्छौँ। अस्तिको प्रवचनमा मैले
सफलताको आधारशिला भनेकै असफलता हो भने मान्छेहरूलाई बडो पोल्न थाल्छ यो कुराले। असफल हुनु नै सफलताको आधार हो भने म किन यसरी खुन्चिया नि भन्छ बा। सफलताको जग मात्रै असफलता हो, त्यसमा शंका छैन। तर जग त मेरो साह्रै गहिरो छ, साह्रै गहिरो छ, किनभने धेरै ठुलो असफलता भयो, गहिरो छ। तर खोइ त बिल्डिङ बनेको भन्छन् बा। धेरै गहिरो असफलताले त कहाली लाग्छ, त्यसकारण त्यही गहिरो भित्र हाम फालेर मर्छ मान्छे। आधा सत्य हो। आधा सत्य के त भन्नाले असफलता महान हुनै पर्छ, ठुलै असफलता हात पर्नु पर्छ। याद राख्नुहोस् यो कुरा। तपाईलाई थाहा होला एप्पल कम्प्युटरका जुन सीईओले एकपल्ट इन्टरभ्यूमा भनेका थिए ट्रेनिङमा कि यदि सफल हुने इच्छा छ भने, सफल हुने सूत्र हात पार्न चाहन्छौ भने असफलतालाई डबल गरेर के सफलै हुने इच्छा छ भने असफल हुने प्रक्रियालाई बढाऊ। किन भन्नाले सफलता कता छ थाहा छैन, छैन कता कता। असफलता त थाहा छ नि, यही छ यही, त्यसकारण त्यसलाई बढाऊ। असफल हुन सक्नुहुन्छ तपाईँ, सफल हुन सक्नुहुन्न तपाईँ, किनभने असफलता हाम्रो खुबी हो, अगाडि छ। सफलता खुबी होइन, कता छ थाहा छैन। जाने जा ढूंढता फिर रहा मैं यहाँ तू कहाँ भने गीत गाउँछन्। मुझको आवाज दे छुप गए हो सनम तुम कहाँ मैं यहाँ। किन भन्नाले सफलता त कहाँ छ थाहा छैन, बडो गीत गाएर हिँड्छ। तर असफलता त यहाँ छ नि। त्यसकारण तपाईँले असफलतालाई बढाउँदै गयो भने आधा काम भयो, पुरा काम होइन यो। एकजना मान्छेले सारा पैसा लगाएर जग मात्रै खन्यो, घर बनाएनन् भने अनि के जगमा गएर सुत्ने, त्यो त मिल्दैन होइन। जग बनाउनु महँगो पर्छ भनेर जगै नबनाइकन माथिबाट उकास्ने, त्यो पनि मिल्दैन। मिल्यो त मिल्छ, ढलेर चाहिँ मर्छ मान्छे। त्यसकारण जग नबनाउनु यो पनि मिलेन कुरा, खाली जग मात्रै बनाउनु, अरू केही पनि नबनाउनु। असफल मान्छेले त्यही गर्छ। असफल म भन्ने मान्छे त्यही हो जसले जग बाहेक केही पनि बनाएनन्। अब जग त काम आउँदैन, जगलाई त पुर्नै पर्छ, जगमाथि त उकास्नु पर्छ। त्यसैले असफलता जग हो, त्यसमाथि खुड्किलो, त्यसमाथि स्टेपहरू, त्यसमाथि बिल्डिङहरू हामीले ठड्याउनु पर्छ, त्यो हाम्रो कर्तव्य हो। अनि त्यो ठड्याउनु भनेको के त? अस्ति मैले भनेको थिएँ तपाईँलाई, त्यो भनेको असफलताले तपाईँलाई पहिलो सन्देश, पहिलो सूचना, पहिलो ज्ञान के दिन्छ? चेन्ज। तपाईँले जसरी गरिरहनु भएको छ, जुन ठाउँमा गरिरहनु भएको छ, त्यसमा चेन्ज टड्कारो छ, टड्कारै छ आवश्यकता चेन्जको। किनभने यो चेन्ज नगरेको कारणले गर्दा तपाईँ बर्बाद भएको। त्यसैले बर्बादीले के बताउँछ त भन्नाले गर्नु तरिका गलत भयो, बाँच्ने तरिका गलत भयो, विचार गर्ने शैली गलत भयो। त्यसकारण त्यसलाई सच्याउ। यो कुरा बुझ्नु मिल्नुहुन्छ। ऊ सच्याउन चाहँदैनन्, तरिका बदल्न चाहँदैनन्। अनि ऊ के भन्छन् भन्नाले म असफल भएँ, खोइ सफल भएको भन्छन्। यो त आधा काम पो भयो। थाल त किनेर ल्याइयो, खोइ खाना भनेर जागा जाग्दा। थालमा त खाना हुँदैन यार, खाना त त्यसमा राखेर खाने हो। त्यसकारण असफलता थाल हो, याद राख्नुहोस् यसलाई। जति ठुलो असफलता त्यति ठुलो थाल हात पर्यो। तर थाल चपाउनु हुँदैन भोकोले, खाना त राख्नुपर्छ त्यसमा। त्यो खाना भनेको के त भन्नाले चेन्ज। तपाईले बाँच्ने, बस्ने, विचार गर्ने सम्पूर्ण शैलीमा चेन्ज नगरेमा तपाईँ बर्बाद हुन्छ। यदि गरेमा तपाईँ आबाद हुन्छ। अब तपाईँ क्रस रोडमा पुग्नु भयो। असफल हुनासाथ मान्छे या त खत्तम हुन्छ या त उठ्छ, यो दुईवटा मात्रै। अब तेस्रो उपाय हुँदैन त्यहाँ। किन भन्नाले असफल पनि भएन भने सफल पनि हुँदैन, सफल पनि छैन असफल पनि छैन भने जहाँ छ त्यही ढुङ्गा जस्तै। ढुङ्गा जस्तै हुने होइन, यदि उठ्ने छ भने
त्यो असफलता आवश्यकता पर्छ। त्यसैले हामीले जिन्दगीलाई बुझ्दाखेरि जिन्दगीको गणित बुझ्नुपर्छ। त्यो गणित के हो त भन्नाले जुन चीज प्राप्त गर्ने हो त्यसको उल्टो चीज प्राप्त गर्नुपर्छ, अनि त्यो चीज त आफै आउँछ। याद राख्नुहोस् यसलाई, जुन चीज प्राप्त गर्न खोजेको त्यसलाई हाम फालेर सकिँदैन, किनभने त्यो त टाढा छ, कता छ थाहा छैन। तर अहिले नजदिकको कुरा जुन छ त्यसलाई ठिकसँग बुझ्नु, त्यसलाई ठिकसँग पाउनुबाट अनि खोजेको कुरा पाइन्छ। यो कुरालाई हामीले बुझ्न सकिरहेका हुँदैनौं। यहाँ एउटा उदाहरण पेश छ। तपाई हामीले जम्मैले चाहिँ भोगेका देखेका लाटा लाटीहरू